तपाईले कहिले यस्तो बाटो हिँड्नु भएको छ जहाँ हरेक पाइलासँगै तपाईको मनमा डरको सायाले पछ्याइरहेको जस्तो लाग्छ, जसको रातो आँखा र चिसो मुस्कानले तपाईको सास रोकिदिन्छ भने? यो कथा हो सुदूरपश्चिमको एउटा सानो गाउँ बजाङको। यो गाउँ चारैतिर घना जंगल र पहाडले घेरिएको थियो। दिनमा त यो गाउँ स्वर्ग जस्तै लाग्थ्यो, तर रात परेपछि यहाँको सन्नाटाले मान्छेको मनमा डर पैदा गर्थ्यो। गाउँको पूर्वतिर एउटा साँघुरो घुमाउरो बाटो थियो जुन नजिकैको बजारसम्म पुग्थ्यो। तर यो बाटो रातमा हिँड्न कोही हिम्मत गर्दैनथे, किनभने त्यहाँ हरेक रात एउटी बुढी देखिन्थिन्। सेतो लुगा, लामो सेतो कपाल र रातो आँखाले बाटो हेरिरहेकी। गाउँलेहरूले उनलाई बाटोकी बुढी भन्थे। उनको नजर पर्ने जो कोही या त हराउँथ्यो या त पागल जस्तै हुन्थ्यो। को थिए यो बुढी र किन उनले बाटो छोड्दिनथिन्? यो कथा सुनेपछि तपाई रातमा बाहिर निस्कनु अघि 2 पटक सोच्नुहुनेछ। बजाङको त्यो गाउँमा एकजना युवती थिइन्, माया। माया गाउँकी स्कुलकी शिक्षिका थिइन् र उनलाई अन्धविश्वासमा विश्वास थिएन। गाउँलेहरूको बाटोकी बुढीको कथा उनलाई हास्यास्पद लाग्थ्यो। यो 21औं शताब्दी हो, भूतप्रेतको कुरा कसले पत्याउँछ उनी भन्थिन्। तर एक रात उनको यो विश्वास डगमगायो। त्यो रात मायालाई बजारबाट स्कुलको लागि किताब ल्याउन ढिलो भयो। रातको 10 बजेको थियो र चन्द्रमा बादलले छोपिएको थियो। उनले आफ्नो साइकलमा टर्चलाइट बाँधिन् र बाटो लागिन्। बाटो सुनसान थियो, केवल जिजीको आवाज र बेला बेला हावाको सिरसिर। जब उनी त्यो बाटोको बीचमा पुगिन् जहाँ एउटा पुरानो बरको रुख थियो, उनले केही अनौठो महसुस गरिन्। हावामा एक्कासी चिसो बढ्यो र उनको टर्चलाइटको उज्यालो मधुरो भयो। मायाले आफ्नो साइकल रोकेर टर्चलाइट जाँचिन्। ब्याट्री ठिक थियो, तर उज्यालो किन मधुरो भयो उनले बुझिनन्। त्यही बेला उनले सुनिन्, खस खस जस्तो कसैले सुक्खा पातहरूमा हिँडेको आवाज। उनले टर्चलाइट रुखतिर बाले। त्यहाँ रुखमुनि एउटी बुढी उभिएकी थिए। उनको सेतो लुगा हावामा हल्का हल्लिरहेको थियो, तर हावा थिएन। उनको अनुहार झुकेको थियो र हातमा एउटा काठको लट्ठी। मायाको मनमा डरको लहर दौडियो। उनले साइकल चलाउन खोजिन्, तर टायर जस्तो जमिनमा अड्किएको थियो। त्यही बेला बुढीले टाउको उठाइन्। उनको आँखा रातो र चम्किलो मायालाई एकटक हेरिरहेको थियो। त किन यहाँ आएकी? बुढीको आवाज चर्को र चिसो थियो, जस्तो कसैले काँचमा नङ्ग्रा कोरेको जस्तो। मायाले जवाफ दिनु खोजिन्, तर उनको गला सुक्यो। बुढी बिस्तारै नजिक आउँदै थिए, उनको लट्ठीले जमिन ठोक्दै खस खस खस। मायाले बल्ल तल्ल साइकल चलाएर भागिन्। उनको टर्चलाइट बाटोमा खस्यो, तर उनी रोकिनन्। गाउँ पुगेपछि उनले ढोका बन्द गरिन् र रातभर सुत्न सकिनन्। भोलिपल्ट मायाले गाउँकी सबैभन्दा बुढी आमा गंगा आमासँग यो कुरा सुनाइन्। गंगा आमाले गहिरो सास फेरिन् र भनिन्, तले बाटोकी बुढीलाई देखिस् त भाग्यले बाँचेकी छस्। उनले एउटा पुरानो कथा सुनाइन्। धेरै वर्ष अघि त्यो गाउँमा एउटी बुढी थिइन् जसलाई सबैले सुन्तली बुढी भन्थे। उनी जडीबुटीको ज्ञान राख्थिन् र गाउँलेहरूको उपचार गर्थिन्। तर गाउँमा एकजना धनी साहुले उनलाई बोक्सीको आरोप लगाए, किनभने उनको छोराको मृत्यु भएको थियो र उनले सुन्तलीलाई दोष दिए। गाउँलेहरूले सुन्तलीलाई त्यही बरको रुखमा बाँधेर जलाइदिए। तर त्यस रातदेखि सुन्तलीको आत्मा त्यो बाटोमा देखिन थाल्यो। उनले हरेक रात त्यही रुखमुनि बसेर बाटो हेरिरहन्छन् र जोसँग उनको नजर जुट्छ उसलाई सोध्छिन्, त किन यहाँ आएकी? यदि जवाफ सही भएन भने त्यो व्यक्ति कहिल्यै फर्किँदैन। मायालाई यो कथा अन्धविश्वास लाग्यो, तर उनको मनमा डर बस्यो। उनले त्यो बाटो नहिँड्ने निर्णय गरिन्। तर केही दिनपछि उनको सानो भाइ सुमन बजार गएर हरायो। गाउँलेहरूले भने सुमन त्यही बाटोबाट गएको थियो। मायालाई आफ्नो भाइलाई खोज्न जानै पर्ने भयो। रात परिसकेको थियो, तर उनले हिम्मत जुटाइन्। उनले गलामा ताबिज, हातमा लट्ठी र टर्चलाइट बोकेर बाटो लागिन्। जब उनी त्यो बरको रुख नजिक पुगिन्, फेरि त्यही चिसो हावा चल्यो। खस 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 लट्ठीको आवाज। मायाले टर्चलाइट बाले। बुढी त्यहाँ थिए, यो पटक अझ नजिक। उनको अनुहारमा डरलाग्दो मुस्कान थियो। त किन यहाँ आएकी? बुढीले सोधिन्। मायाले हिम्मत जुटाएर भनिन्, मेरो भाइलाई खोज्न। तर बुढीको मुस्कान झन् गहिरो भयो।
त कोसँग बोल्दैछस्? मायाको शरीर काँप्न थाल्यो। उनले वरिपरि हेरिन् तर सुमन कतै थिएन। बुढी नजिक आउँदै थिई। उनको रातो आँखा जस्तो मायाको आत्मालाई चुसिरहेको थियो। मायाले ताबिज समातिन् र चिच्याइन्, मलाई छोड। त्यही बेला उनको ताबिज चम्कियो र बुढी एकाएक हराइन्। माया बेहोस भइन्। जब उनको होस खुल्यो उनी जंगलको बीचमा थिइन्। उनको टर्चलाइट र ताबिज गायब थिए। वरिपरि घन अँध्यारो र टाढाबाट खस खस को आवाज। उनले सुमनलाई खोजिन् तर हरेक बाटो त्यही बरको रुखमुनि पुग्थ्यो र हरेक पटक बुढी त्यहाँ उभिएकी हुन्थिन्। त किन यहाँ आएकी? मायाले बिस्तारै बुझिन् कि बुढीले उनको भाइलाई होइन उनलाई खोजिरहेकी थिई। सुन्तली बुढीको आत्माले गाउँलेहरूको अन्यायको बदला खोजिरहेकी थिई। मायाले हिम्मत जुटाइन् र रुखमुनि उभिएर भनिन्, सुन्तली आमा, हामीले तपाईलाई गलत गर्यौं। हामीलाई माफ गर्नुहोस्। एक्कासी जंगलमा सन्नाटा छायो। बुढीको आँखा सेतो भयो र उनको अनुहारमा शान्तिको भाव आयो। खस खस को आवाज रोकियो। मायाले आफूलाई गाउँको छेउमा भेट्टाइन्। उनको भाइ सुमन गाउँमै फर्किएको थियो तर उसले बाटोको कुनै कुरा सम्झेन। मायाले यो कथा गाउँलेहरूलाई सुनाइन्। गाउँलेहरूले सुन्तली बुढीको सम्मानमा त्यो रुखमुनि एउटा सानो मन्दिर बनाए। त्यसपछि बाटोकी बुढी कहिल्यै देखिएनन्। तर गाउँलेहरू अझै रातमा त्यो बाटो हिँड्न डराउँछन्। किनभने कहिलेकाहीँ जब रात गहिरिन्छ खस खस को आवाज टाढाबाट सुनिन्छ र यदि तपाई त्यो बाटोमा हिँड्नुहुन्छ भने सायद तपाईलाई पनि सोधिनेछ, त किन यहाँ आएकी? यो डरलाग्दो कथा तपाईलाई कस्तो लाग्यो? के तपाईले यस्तै कुनै अनौठो अनुभव गर्नुभएको छ? कमेन्टमा आफ्नो कथा शेयर गर्नुहोस् र यो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्। अर्को हप्ता फेरि अर्को चिसो पार्ने कथासहित भेट्नेछु। तबसम्म रातमा बाहिर निस्कदा सावधान रहनुहोस्। कसलाई थाहा को तपाईको पछाडि छ?